हामी लाइभमा छौँ। दिउँसोको समय छ अहिले। उहाँसँग कुरा गर्छु, स्टार्टिङ यहाँबाट कुरा गर्छु। नमस्ते नमस्ते, हजुर नाम भनिदिनु। दिलकश सिंह हुनुहुन्छ है। हजुरले प्राइस पाउनुभएको छ आज है? हामी भिडियोमा त भर्खर हामी कुरा गरिसकेका छौँ, लाइभमा छौँ अहिले हामी। हजुरले प्राइस के पाउनु भएको छ भन्दैन? बेकरी भनेपछि हजुरले 15,000को कुपन पाउनुभयो। आजबाट हाम्रो बेकरी प्लस पिज्जाको 15,000 भएको छ। आजबाट नयाँ प्राइस आएको छ, हामीलाई त्यही दिनुभएको छ, हामीले त्यही एनाउन्स गरेको छौँ। दुईवटा प्राइस कुपन पाउनु भएको छ, खुसी हुनुहुन्छ? कसरी पाउनुभयो हजुरले भन्दैन? मेरो फर्स्ट कोर्स नै बरिस्टा थियो। त्यसमा मैले बरिस्टा कोर्स गर्दा गर्दै अब के भन्छ फोटो भिडियो कम्पिटिसन चलिरहेको थियो। पछि मैले थाहा पाएँ, त्यसपछि मैले पनि एकदमै सिरियस भयो। म पनि सिरियस, धेरै सिरियस नहुनु है फेरि। बम्परले पाउँछु पर्दैन। त्यसपछि म पनि एकदमै भिडियोहरू बनाउन थालेँ, तपाईँहरू म पठाउन थालेँ। जस्ट विनर हुनुभयो है। म तपाईँको हेरिरहेको हुन्छु, फेसबुकमा कमेन्टै गर्छु है पेजबाट है। म पर्सनली फेसबुक त म पनि अहिलेसम्म मैले चलाएको पनि छैन, तर अभियसली फेसबुकमा मैले गरिरहेको हुन्छु है। त्यस देखेको कुरा मैले गरिरहेको हुन्छु तपाईँहरूलाई। तपाईँको हेरिरहेको हुन्छ, राम्रो छ, राम्रोसँग गर्नु होला। अझ पनि आज प्राइज एउटा पाउनुभएको छ, अरू पनि दुईवटा क्लास तपाईँको बाँकी छ, अब झन् 4वटा क्लास बाँकी छ। बेकरी पिज्जा पनि जुटिएको छ, गर्नुभयो भने होइन, राम्रोसँग गर्नु होला हजुर। ल हुन्छ, उहाँसँग कुरा गर्छु। नमस्ते हजुर, हजुर नाम भनिदिनु। अहिले हामी लाइभमा छौँ, तपाईँले के प्राइस पाउनुभएको छ भन्दैन न? पाउनु भएको छ है। हजुरको क्लास कुन क्लास जोइन गर्नुभएको छ हजुरले? बेकरी क्लास, बेकरी कम्बो कोर्स भन्नु न, बेकरी बारिस्ता पिज्जा होइन त, त्यो छ। हजुरको प्राइस केमा पाउनु भएको आज? बारिस्तामा पाउनुभएको। बारिस्तामा के पठाउनु भएको छ हजुरले? फोटो पठाउनु भएको थियो है। अनि एउटा कुरा त अब तपाईँलाई म पर्सि नै सोध्छु होइन, के को बारेमा। क्वेसन कम्पिटिसनको अहिले सोध्दिनँ, यसमा हाम्रो टाइम पनि छैन। त्यो एउटा छ। अनि हजुरले दुईवटा कुपन पाउनु भएको छ है, वेटर र बाटा। हजुरले पनि 15,000को पाउनु भएको छ एक कुपन। खुसी हुनुहुन्छ? हस्, थ्याङ्क यू सो मच हजुर। नमस्ते हजुर। ल हजुरले त उनी बोक्नु भएको छ, ट्रफी पनि बोक्नु भएको छ। हजुरको नाम भनिदिनु। सन्दीपजी, क्लास तपाईँले कुन क्लास गर्नुभएको थियो? तपाईँले बेकरी बारिस्ता कम्बो कोर्स र बेकरी क्लास गर्नुभएको थियो है, गर्नुभएको थियो। अनि तपाईँको जर्नी कस्तो भयो? तपाईँ उता अलिक टाढा बस्नुहुन्छ, पेसोकभन्दा माथि बस्नुहुन्छ है। अनि त्यहाँदेखि आउनुहुन्थ्यो होइन, स्टार्टिङमा फर्स्ट आउँदाखेरि एडमिसन गर्नुभएको थियो, मलाई याद छ। अनि पछि क्लास फेरि जोइन गर्नुभयो, अरू पनि थप्नु भएको थियो होइन, थप्न मन लाग्यो? हजुर हजुर, एउटा फ्लेक्सिबल छ है। अब लगनखेलमा पनि धेरै इन्स्टिट्युटहरू छ, त्यो मध्ये हामी एक्स्ट्रा अर्डिनरी त केही न केही कुरामा छौँ, हामीलाई त्यो पनि थाहा छ। अब झन् हामी बस पार्कमा पुग्दैछौँ, बस पार्कबाट त बस पार्कको सबैजना मार्केट, सबै मार्केट त हामी लिन्छौँ। अब बस पार्क छोडिदिएन हामी, लगने बस पार्क त हामी नै लिने हो। त्यहाँको मार्केट पनि यहाँको पनि दुइटै लिन्छौँ हामीले, किनभने हाम्रो क्लासहरू धेरै छ। नयाँ क्लास पनि हामी थप्दैछौँ, बेकरीमा पनि एडभान्स कोर्स थप्दैछौँ, अरू पनि आउँदैछ। हामीले क्यासेट ट्रेनिङ राख्दैछौँ, नयाँ कोर्स हो यो। प्रायः रेस्टुरेन्टमा, कफी सपमा काम गर्नेहरूको लागि क्यासेट ट्रेनिङ एकदम चाहिन्छ। किन बारिस्ताले भनेको वेटर काम पनि गर्नुपर्छ, क्यासेट पनि गर्नुपर्छ। हामीले राख्दैछौँ, कमिङ सुन हुँदैछ, यो पनि हामी चाँडो एड राख्दैछौँ। क्यासेट ट्रेनिङ फर्स्ट आइहाल्यो हुन्छ है, त्यो पनि हामी राख्दैछौँ। मैले एनाउन्स आज गरिदिएँ, तर हाम्रो अब एड आउँदैछ, अर्को हप्ता आउँदैछ। क्यासेट ट्रेनिङ पनि भनेको हामी होटल लाइनको सबै ट्रेनिङ राख्छौँ, सजिलो हुन्छ। तपाईँले के प्राइस पाउनुभएको छ आज? पङ्क्चुअलिटीमा पाउनुभएको छ, ट्रक पाउनुभएको छ, मेरो सर्टिफिकेट। खुसी हुनुहुन्छ? हस्, थ्याङ्क यू सो मच। 3जना विनर हुन्थ्यो, उहाँहरूसँग मैले कुरा गरेँ। आज फ्राइडे, गुड फ्राइडे पनि हो, भोलि त स्याटरडे हो। पर्सि फेरि हाम्रो भेट त भइहाल्छ, भोलि त बिदा हुन्छ सबैजनालाई। सबैलाई के भन्न चाहनुहुन्छ भन्दैन न? तपाईँहरू पनि यहाँ आउनु होइन, यहाँ 5वटा कोर्सहरू एकदमै गराउनु भएको छ, जसमा हाम्रो बरिस्ता, वेटर, बारटेन्डर, पिज्जा र बेकरीको छ। अब नयाँ के आउँदैछ भन्दैन न? मैले भर्खर भनेको थिएँ, क्यासेट ट्रेनिङ एकदम चाहिन्छ, किनभने रेस्टुरेन्ट होटलमा, कफी सपमा चाहिँ नि अलराउन्ड भइन्छ नि त। क्यासेट ट्रेनिङको नलेज भयो भने त अलराउन्ड भइन्छ होइन। प्लस कुकिङ क्लास पनि हाम्रो आउँदैछ, सर्ट टर्म 2 महिनाको, 1 महिनाको, 2 महिनाको। फास्ट फुड कुक ट्रेनिङ, मोमो, चाउमिनहरू अब यहाँ सिक्ने हामीले, त्यो पनि हामी राख्दैछौँ। दुईवटा कोर्स नयाँ आउँदैछ होइन त, त्यो एउटा छ। सबैलाई के भन्नु, वेलकम भनिदियो। ठुलो पार्दिनँ। हजुर कहाँ बस्नुहुन्छ? प्रेस बस्नुहुन्छ है। हजुरले प्राइस के पाउनु आज भन्दैन न? कम्पिटिसन पाउनुभयो कि? अब कम्पिटिसनमा हजुरले प्राइज पाउनुभयो है। हजुरले क्लास कतिवटा गर्नुभयो? 5वटा है। 5वटा यहाँ भनेपछि आइरनगेटा भएको सबै कोर्स गर्नुभयो हजुरले? बेकरी, बारिस्ता, पिज्जा प्लस बारटेन्डर 4वटा, वेटर पनि 5 भनेपछि सबै कोर्स गर्नुभयो है। अनि सबै कोर्स गर्नुपर्छ भन्ने तपाईँलाई आफै सोच आयो कि साथीहरूले भन्नुभयो कि प्यारेन्ट्सले भन्नुभयो?
स्कुलमा त एउटा त 5-10 भन्नुभएको हजुर यहाँको वातावरणहरू स्कुलहरू पढाउने स्कुलहरू देखेर हजुर वातावरण फेरि थप्नु भयो है हजुर मलाई थाहा छ सुरुमा तपाईँले एउटा कोर्स भन्नुभएको थियो फेरि पछि थप्नु भयो है भनेपछि यहाँको सबै क्लासहरू मुभमेन्ट पेजहरू हेर्नुभयो अनि जस्तो क्लास थप्नु मन लाग्यो है 8वटा छ क्लास कस्तो भयो हजुरको सबभन्दा रमाइलो क्लास कुन लाग्यो माथि र दुईवटा तल माथि एउटा क्लास छ दुईवटा तल हाम्रो क्लास छ 3टा क्लासमा चाहिँ कुन रमाइलो सबै क्लास रमाइलो छ सबै टिचरहरू सेफहरू एकदम फ्रेन्डली हुनुहुन्छ फ्रेन्ड हुनुहुन्छ है सबै रमाइलो छ सबै रमाइलो छ है अनि हजुरले जस्तो प्राइज पनि पाउनु भएको छ प्राइजमा त कस्तो लागेन क्लासमा अचानक भन्ने थियौँ हामीले कस्तो लाग्यो अचानक नै भयो एकदम खुसी लाग्यो अचानक नि भयो खुसी लाग्यो खुसी लाग्यो हजुरलाई हस् थ्याङ्क यू सो मच सेकेन्ड विनर हुनुहुन्छ नमस्ते नमस्ते हजुरको नाम भनिदिनु हजुरले के प्राइज पाउनुभयो भनिदिनु न प्राइस कुपन पाउनु भएको छ है वेटर र बारटेन्डर है फेरि लक्की बस आजबाट हाम्रो प्राइस बढेको छ म त यो भिडियोमा पनि भनिदिइसकेको छु बेकरी बारिस्ता पिज्जाको 20,000 छ भने वेटर बार कफीको 22,000 भएको छ आजबाट प्राइस बढेको छ हामीले नयाँ स्टुडेन्टलाई सबै अब प्राइस बढेको रेटमै भनिरहेको छौँ अनि हजुरले प्राइज कसरी पाउनुभयो भनिदिनु न पाउनु भएको थियो है हजुर भनेपछि बारिस्तामा फोटो भिडियो धेरै पठाउनु भएको थियो एउटा पाउनुभयो है सुरु तपाईँले नि माइकमा रासरे बोल्नु भएको थियो होइन सुरुमा किन बोला जस्तो लाग्यो पहिला सुरुमा सक हुनुभयो है किन बोला जस्तो लाग्यो है सरको अनि यहाँ आएपछि अब प्राइज भनेपछि त्यसपछि त खुसी लाग्यो होइन जस्तो आफै मिहिनेत गरे अनुसारको क्लास गरे अनुसारको प्राइजहरू पाउँदा अब प्राइज भन्ने कुरा हामी कलेज होइन यो ठुलो बिएसएम कलेज होइन ट्रेनिङ सेन्टर पनि हो एउटा भोकेसन ट्रेनिङ हो नि त नि तर हाम्रो चाहिँ नि इन्भाइरोमेन्ट भनेको स्कुल कलेज जस्तै छ क्या यहाँ चाहिँ नि स्कुल कलेज भन्दा नि अझ बेटर जस्तो लाग्छ मलाई पनि किनभने फ्रेन्डली इन्भाइरोमेन्ट छ म पनि कलेज पहिला पढाएको पनि हो तर यहाँ अहिले आइरहेको छु यहाँ काम गरिरहेको छु तर यहाँ काम गर्दै अलिक बेग्लै माहौल आउँछ क्या थाहा हुन्छ नि होइन अलिकति कस्तो हुन्छ नि सानो टिम भए तापनि हामी जस्तै 100-150जना छौँ तर पनि एउटा कस्तो हुन्छ नि एउटा कलेज जस्तै लाग्छ होइन एउटा बिहान एउटा फ्यामिली जस्तो पनि लाग्छ बिहानदेखि बेलुकासम्म हुन्छ डिफ्रेन्ट ग्रुप कलेजमा त एउटै ग्रुप हुन्छ त यहाँ त चेन्ज टु चेन्ज हुन्छ नि त 1 महिना 2 महिनामा अलिक फरक लाग्छ है एउटा छ भनेपछि तपाईँले पनि प्राइज पाउनु भएको छ कुपन पाउनु भएको छ वेटर र बारटेन्डर है हस् थ्याङ्क यू सो मच नमस्ते नमस्ते हजुरको पाल आइसक्यो हजुर तपाईँहरू 3जना आउनुभएको थियो दीर्घ 3जना आउनुभएको थियो होइन 3जना मात्रै हजुरले प्राइज पाउनुभयो साथीहरूले पार्टी दिने कि नदिने भनिसक्यो है अघि नै क्लासमा होइन हजुरले के भयो प्राइज पाउनु भएको भन्दैन फोटो भिडियो पठाउनु भयो तर हजुर त बारटेन्डरमा कति भिडियो आइरहेछ नि आइरहेछ है भनेपछि बारटेन्डर नै अझ पठाइन्छ प्राइज जे पाइन्छ अब आइरन गेटै दिन्छ त्यसमा त ढुक्कै छ है राम्रो पढायो भने पाइन्छ भने त हजुरलाई थाहा भइसक्यो है छ क्लास तपाईँले अघि न सरले बोलाउँदा कस्तो लाग्यो सुरुमा मलाई त अलिअलि डाउट भइसकेको थियो होइन हजुर हिजो अस्ति मैले अरूले आएको मैले त्यस्तो देखेको थिएँ हजुर जस्ट गेस गरिसक्नु भएको थियो डाउट भन्नु मिल्दैन डाउट भन्ने शङ्का हो कि गेस गरिसकेको थिएँ डिस्टोला भनेर है भनेपछि यसो याद गर्दाखेरि यहाँ मिहिनेत गरी स्टुडेन्ट राम्रो छ है किनभने तपाईँले 2टा कोर्स गरेर भने आउनुहुन्छ 3टा 4वटा गर्नुहुन्छ प्राइज पनि पाउनुहुन्छ है यत्रो छ अब सबैजना नयाँ आउनुलाई के भन्न चाहनुहुन्छ यहाँ चाहिँ फ्रेन्डली इन्भाइरोमेन्ट छ अनि प्लस एक्सपिरियन्स सेभ गर्नुहुन्छ जसले चाहिँ राम्रोसँग हामीलाई गाइड गर्नुहुन्छ अनि सिकाउनुहुन्छ अनि प्लस यहाँ चाहिँ अब धेरै अफरहरू पनि पाइन्छ मलाई त यही राम्रो लाग्छ राम्रो लाग्छ है हस् थ्याङ्क यू सो मच थ्याङ्क यू